चाहिँ बुद्ध हिमाल भयो यो चाहिँ बारबाग गाउँ यहाँ चाहिँ 1000 भन्दा पनि धेरै घरहरू छ ठ्याक्कै जमिनबाट चाहिँ यो चाहिँ रोडको लेभलदेखि 1900 मिटर हाइटमा छ यो चाहिँ ओहो यो लाइफको फर्स्ट टाइम यसरी नजिकबाट हिउँ देखेँ भने आज सबसे त्यसो त हिउँ रहेछ यहाँ यति बेला भेट्न नि भेटे नि खुसी लाग्यो हामी चाहिँ अब यो भ्यूलाई बाइक गर्दै तल अझ धेरै हिउँ छ अरे त्यहाँ खेल्न जानु लाग्यो दामी छ यहाँ ठाउँ डाँडातिर बस्न पाए अझ रमाइलो हुन्थ्यो हिउँ अझै बाँकी रहेछ है यस्तो छ यहाँ चाहिँ हिउँ बारबाग पुग्न लाग्यो बारबागबाट अलिक तल 20 मिनट जति लाग्छ अब यो चाहिँ मेरो थर्ड टाइम हो बारबागको अहिले चाहिँ हामी हिउँ खेल्न हुन जानु लाग्यो 3-4 दिन अगाडि हिउँ परिरहेको थियो हिउँ भेट्सक्यो भनेर जान लाग्यो हामी चाहिँ बारबाग मात्रै होइन माथि नयाँ बस्तीसम्म जानु लाग्यो अब हिउँ भेट्छु भेट्दैन भन्ने कुरा हो अनि चाडा बाइकमा 8 जना छ हामी चाहिँ आज त्यही बारबाग बस्ने तल त अलिक गर्मी थियो यहाँ चाहिँ अलिक माथि जाँदै जाँदाखेरि अलिक चिसो हावाले हानिरहेको छ हल्का घाम लागेको जस्तो भयो नि हावा चिसो चलिरहेको छ बाटो पनि बबाल छ यताको त खास मेरो प्लान चाहिँ हिउँ परेको भोलिपल्ट आउने प्लान थियो अलिकति मिलेन थिएँ सबैजनाले मिलेन त्यो भएर 2-3 दिन अलि लेट भयो नत्र बबाल हिउँ खेल्न पाउँथ्यो होला अब कतिको माना छ भन्ने हो हिमाल चाहिँ दामी देखिरहेको तर हिउँ पऱ्यो भएर होला यो बारबागको मेन रमाइलो भनेर यही हिमाल हेर्न आउने मान्छेहरू यस्तो दामी देखिरहेछ यार बबाल मन नै आनन्द हुने क्या हिमाल यसरी देख्न पाउँदा त यार अहिलेसम्म फ्रिजको हिउँ बाइक कहिले केही खेल्न पाएन त्यो भएर अलिअलि भने नि हिउँ देख्छ कि खेल्न पाउँछ कि भनेर खेल्न जान लाग्यो हामी चाहिँ नयाँ बस्ती नै पुग्नुपर्छ रहेछ हिउँ खेल्नको लागि चाहिँ बारबागतिर चाहिँ हिउँ पऱ्यो होइन अब हामी चाहिँ बारबाग पुग्न लाग्यो त्यही 5 मिनटमा बारबागै पुग्छ अनि हामी चाहिँ यहाँ 4वटा बाइकमा सनमको बुढाबुढी कुसन भाइको दिदीभाइ र हिराको मामा र निर्मल गुरुङ अनि यहाँ चाहिँ म र हिरा गरेर हामी 8 जना घुम्न निस्केको हिउँ खेल्नलाई निस्किँदा हामी 12 बजी निस्केको थियो पुग्न त हामी 2:30-3 बजीतिरै पुग्न पर्ने मान्छे बाटोमा बस्दै यसो फोटोसोटो खिच्दै चिया खाँदै आएको त्यो अलि ढिलो भयो अब सायद आज माथि जान नि भ्याउँछ कि भ्याउँदैन माथि भनेर चाहिँ नयाँ बस्ती जाने प्लान थियो आज नै अब के हुन्छ पहिला होटेल जाऊँ होटेल बुक गरेको थिएँ त्यहाँ गएर चेक इन गरेर त्यसपछि थाहा हुन्छ के गर्ने भनेर ल हामी चाहिँ बारबाग गाउँ इन्टर भइसकेको छौँ यस्तो छ कति राम्रो घर हो यार मलाई मनपर्ने कलर रहेछ यार बारबाग छिर्ने बित्तिकै सुरुमै हिमालले स्वागत गर्छ यहाँ चाहिँ यस्तो छ बारबाग गाउँमा चाहिँ गुरुङ अनि त्यसपछि घलेहरू हुनुहुन्छ यहाँ चाहिँ पहिला चाहिँ पुरै टोटल्ली अलि पुरानो टाइपको घरहरू थियो अहिले चाहिँ बारबाग चाहिँ भूकम्पको केन्द्रबिन्दु सब यही ठाउँमा भूकम्प 2072 सालमा भूकम्प जाँदाखेरि सबै यही ठाउँमा केन्द्रबिन्दु बनाएर गएको भएर ध्वस्तै भएको थियो अहिले सब नयाँ घरहरू बनिसक्यो है त यस्तो छ बारबाग
जस्तो जाडो जाडो भएको फिल भएको यार काट्लास् तँलाई बाटो होटल छिटेको सिधै जाने हो माथि ल हामी चाहिँ अब खास यही होटल बोद्ध भन्ने यही हो यही बस्ने प्लान थियो बस्ने भनेको अब होटलमा छिर्यो भने ढिलो हुने भयो त्यो भएर हामी माथि पर नयाँ बस्ने जाने सल्लाह भयो एउटा कति टाइम लाग्छ थाहा छैन होटललाई चाहिँ फोन गरिसकेको थियो अघि नै यसो माथि पुगेर भन्नु पऱ्यो हामी आउँछौँ रुम राखिदिनु भनेर भन्नु पऱ्यो अहिले माथि पुगेर हाँस यहाँ चाहिँ स्कुल रहेछ चिसो वेदर याथेट यहाँ माथि चाहिँ भ्यू टावर छ भ्यू टावरबाट सब भ्यू देख्छ यहाँ चाहिँ यहाँ ढुङ्गे धारा अनि यो माथि देखेको चाहिँ भूकम्पको केन्द्रबिन्दु गएको ठाउँ यहाँ चाहिँ एउटा सानो सुरुङ जस्तो भूकम्पले हल्लाएर दुलो बनाएको ठाउँ पनि छ त्यहाँ चाहिँ यस्तो छ अहिले चाहिँ पुरा बादलले देखेँ होइन नत्र त्यहाँ दामी देख्थ्यो क्या यहाँबाट हिमाल चाहिँ यहाँ गुम्बा पनि छ यहाँ ये सब पार्क हो भयो यहाँबाट माथि चाहिँ मेरो फर्स्ट टाइम हो यहाँबाट माथि चाहिँ म गएको छैन अहिलेसम्म अब यहाँबाट चाहिँ माथि चाहिँ धेरै ठाउँ बनाउँदै गरे जस्तो लाग्थ्यो मलाई कति टाइम लाग्छ कुनै बाटो चाहिँ धेरै जस्तो बन्दै रहेछ तर अफ रोडै भयो भने राम्रो छ सबै बाटो यस्तै छ राम्रो रहेछ त्यस्तो अप्ठ्यारो खाले अहिलेसम्म चाहिँ छैन माथि कस्तो छ कुनै बाटो बनाउँदै रहेछ 10 मिनट त्यही रोक्नु पऱ्यो भिड छ क्या यहाँ त यार ओ भिड रहेछ यहाँ त यार डरै लाग्यो यार गयो भने त गयो नि है मजाक गर्नु हुँदैन नि गाइस बस सोल्टी ए साप 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 पख दाइजी ल उतेलाई बिस्तारै आइज भन् त हिरा पचार समात्दै जा चलो 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 गाइस आमा यसकै लाग्यो हामी यार ओठिटै भयो नि यार ल
ल यार बब्बाल यार बवाल गाइस बवाल ल यस्तो छ भ्यू चाहिँ यहाँ चाहिँ बवालै रहेछ ल यो चाहिँ बारपाकको अलिकति माथिबाट देख्ने भ्यू हो हिमालको बुद्ध हिमालय चाहिँ अब गोप्रोबाट त अलि राम्रो देख्दैन यहाँबाट चाहिँ दामी देखिरहेछ टक्क फोटोसोटो खिच्यो अरू चाहिँ उता गइसक्यो हिउँहरू छ अरे अब हामी पनि त्यति जान्छौँ यसो हिउँ खेलेर अब फेरि बारपाक गएर बस्नुपर्ने हुन्छ आज यस्तो छ दामी छ ठाउँ यार बाटो पनि एकदम राम्रो रहेछ कति माथि गयो त्यति राम्रो देख्दो रहेछ हिमाल यहाँ चाहिँ यहाँबाट चाहिँ बुद्ध हिमाल अब गोप्रोमा खासै नदेख्ला तर यहाँ बबालै छ ओहो तल त टाइम वेस्ट गरेर बसेछ त यार ओहो यार बारपाक आएर नि यहाँ नआउनु भने त अलि उनी रहेछ यार उता फेरि अर्को हिमाल दामी रहेछ यार यहाँ पो बस्नु पर्ने यार है ओहो यो लाइफको फर्स्ट टाइम यसरी नजिकबाट हिउँ देखेँ भने आज सब सिधै सिधै हिउँ रहेछ यहाँ यतिमा भेट्न नि भेटेँ नि खुसी लाग्यो ऊ त्यहाँ हेर्न हिउँ उसको हिउँको बना उता दामी ओहो हिमाल यतापट्टि त हेर्नै बिर्सिरहेको छ म त यार यहाँ माथि बाइक लगेर खिच्नु बाबा ओ कति दामी होला यार उनको स्वेटरको टाइपको रहेछ क्या त्यो ठाउँहरू है उनको स्वेटर जस्तो सुटिङ गरेको टाइपको ठाउँ रहेछ क्या त्यो ओहो कति राम्रो भ्यू हो यार आम्मा यस्तो दामी ठाउँ रहेछ यार है बिहान नै ढिलो निक्ल्यो नि त हामी 12 बजी निस्केकै यार 10 बजीतिर निस्क्यो नि हामीसँग 2 घन्टा बढी हुन्थ्यो नि त यही रहेछ केटाहरू यही छ त बाइक त फेरि माथि गयो होला खै त अर्को बाइक अनि यस्तो छ है एज ए भ्यू गोप्रोमा अलिक टाढा देख्छ होला तर यहाँ डाँडाहरू पनि दामी छ यहाँ चाहिँ एउटा बेडीगोठ रहेछ यसो ठाउँ एकदम दामी लाग्छ मलाई यस्तो छ यहाँ हिँड आइज लाइफको फर्स्ट टाइम हो फ्रिजको हिउँ मात्रै खेलेको थियो आज चाहिँ फर्स्ट टाइम देखेँ हिउँ पनि लाइफमा फर्स्ट टाइम हिउँ पनि छुन पायो देखाएर रहेछ झन्डै यो वर्ष पनि छुन नपाएको यार कति चिसो यार भ्यू पनि दामी छ हिमालहरू यस्तो छ उता चाहिँ लभर्स चिसो हुँदो रहेछ नि त यार म हिँड्नु पनि हिँडेँ है गाइस एकताल जाने यस्तो छ हिमाल यस्तो छ दामी ल हामी चाहिँ अब फेरि अलि तल चाहिँ बढी नै हुन्छ अरे
त्यहाँ जानु लाग्यो यस्तो छ यहाँ चाहिँ यो हामी चाहिँ अब यो भ्यूलाई बाई गर्दै तल अझ धेरै हिउँ छ अरे त्यहाँ खेल्न जानु लाग्यो दामी छ यहाँ ठाउँ डाँडातिर बस्न पाएको अझ रमाइलो हुन्थ्यो तल जाने अब अर्को ठाउँ लाग्ला नि यार यस्तो दामी रहेछ यार यो भने यतिमा नभयो नि देखियो लाइफमा फर्स्ट टाइम हिउँ हिँडेको यार हिउँ अझै बाँकी रहेछ है यस्तो छ यहाँ चाहिँ हिउँ यो चाहिँ अलिकति उता देखिरहेको चाहिँ नयाँ बस्ती हो चिप्लिँदो रहेछ यार जुत्ता त चिप्लिनु पर्छ त यार जाडो चिसो भएको यार ओए झन्डै नलडे यार यस्तो छ यहाँ चाहिँ यस्तो छ यहाँ हिउँहरू त्यो बाँकी रहेछ यहाँ यो हिउँ अब एक दिन अझै हुन्छ होला यहाँ यस्तो छ यहाँ चाहिँ ओए चिप्लिनु मात्रै खोज्छु त यार यो देखिरहेको चाहिँ नयाँ बस्ती हो त्यहाँ चाहिँ बबाल रहेछ त यार यस्तो रहेछ चाहिँ नयाँ बस्ती यो चाहिँ सबै उता चाहिँ हिउँ छ उता हिमाल भयो यता चाहिँ यस्तो छ यहाँ यो चाहिँ बुद्ध होटल बारपाकको वान अफ द बेस्ट होटल यो चाहिँ भित्र दामी ठाउँ छ बस्न अनि हामी चाहिँ यहाँ क्याम्प फायर गरेर क्याम्प फायर भन्दा पनि बार्बिक्यू यस्तो छ यहाँ अचार हाम्रो के गरे चिकन होइन त्यो दाइ निर्मल गुरुङ एकदम बिजी छ त्यो टिकटकर हो त्यो मनकाम डाँडाको टिकटकर त्यो चाहिँ यहाँ दोस्त भाइको दिदी के तिम्रो नाम पूजा बहिनी भाउजू सोल्टी रक्सी खाँदैछ यहाँ पुरा होइन हुक्का पनि आइसकेको छ यहाँ खानु भएन पिउनु मात्र भयो लौ बहिनी खाएन हो यत्तिकै तान है किन नि अनि यो हुँदो रहेछ कि अनि यत्तिको तान समात्छु ल हुक्का मास्टर बहिनी आइसक्यो यहाँ खतरा अब कला देखाइदियो कला देखाइदियो न तान न फोक्सो बिग्रिन गरेर तपाईँको दिनुहुन्छ दिन्छु ओहो आएन तिमीलाई चिनेन होला ल अब चाहिँ चिन्छ ल ल त चेस ल गाइज ल ल खै सनम ल चेस है ल चेस यो ल दाइ ल हिराबाद रान ल भाइ भाइ चेस यो दामी रहेछ पूजा ल छिटो यस्तो अगाडि नल्याऊ है केटा यस्तो चिजहरू मेरो अगाडि झ्यापुनी भयो यार हामी चाहिँ अब खाना खानु लागेको डह्रो जाडो छ यार गुड मर्निङ फ्रम बारबाग यो चाहिँ बारबागको बुद्ध होटल यस्तो छ यहाँ चाहिँ हामी चाहिँ त्यहाँ बसेको चाहिँ यस्तो छ हिमाल चाहिँ बबाल देख्दो रहेछ कुप्रोमा चाहिँ अलि राम्रोसँग देख्दैन अलि टाढै देख्छ तर रियलमा हेर्दाखेरि चाहिँ
दामी ठुलो नजिक देखिरहेछ मेरो चाहिँ बारपाकमा तातो तातो चियासँगै दामी भ्यू बारपाक गाउँ बुद्ध हिमाल यो चाहिँ हामी बसेको होटल मर्निङमा त दामी जाडो हुँदो रहेछ यार यता ओ कहाँ जानुला भ्यू टावर जाने होइन भ्यू टावर यताबाट जाने हो भ्यू टावर जाने क्या ल हामी चाहिँ यहाँ भ्यू टावरतिर घुम्नु जानु लाग्यो यो मनकाजी रे यहाँ मनकाजी हामी चाहिँ भ्यू टावर आइपुग्यो हो माथि भ्यू टावरबाट कस्तो भ्यू देख्छ त गाउँको अब हिँड्न जान्छ खासतिर बुद्ध हिमाल भयो यो चाहिँ बारबाग गाउँ यहाँ चाहिँ 1000 दूरीभन्दा पनि धेरै घरहरू छ ठ्याक्कै जमिनबाट चाहिँ यो चाहिँ रोडको लेभलदेखि 1900 मिटर हाइटमा छ यो चाहिँ दामी बुद्ध हिमाल यो अहिले यहाँ देखिरहेको यो हिमाल चाहिँ हाम्रो बुद्ध हिमाल है हाम्रो यो सिल्लीकोट गाउँपालिका 2 बारपाक यो माथिको डाँडा चाहिँ हाम्रो यो माथिको डाँडा यसको पछाडिपट्टि चाहिँ हाम्रो नयाँ बस्ती छ नयाँ बस्ती लाप्राक नयाँ बस्ती है यो मनगाजीको भाइ हो यो मनगाजीको भान्जी मनगाजीको भाइ मनगाजीको बुहारी मनगाजीको भान्जा मनगाजीको छोरा भतिज यो मनगाजीको दादा बमकाजी बुद्ध पार्क यो चाहिँ बुद्ध पार्कबाट यस्तो भ्यू देख्छु यहाँ बारपाकको यस्तो छ यहाँ माथि आई लभ बारपाक भनेर छ यो चाहिँ च्याङ्ग्रा हो यो चाहिँ च्याङ्ग्रा नै पाउँछ भोटे कुकुर यहाँ चाहिँ दामी ठुल्ठुलो कुकुर हुँदो रहेछ यहाँ चाहिँ जाम गाई जाम यहाँ चाहिँ बस्न रहेछ बगल लभ बर्ड्सहरू यहाँ बहिनी यता चाहिँ बटरफ्लाई उड्देऊ नि त उड्देऊ दाइ मनकाजी यो काजी यो नि काजी त काजी है यो सानो काजी हो छोटा काजी हो यो लोकल कुखुराको के भन्छ भाइ मासु र यहाँ खाना आइसक्यो कस्तो भन्छ लोकल कुखुरा यहाँ एकदम दामी है नुन कस्तो अरे भन्दा एकदम थोरै छ ल्याइदिन्छु है होटल चाहिँ माथि पार्किङ चाहिँ यहाँ रहेछ बुद्ध होटलको पार्किङ पनि राम्रै छ ठाउँ यहाँ अलि सेफै हुँदो रहेछ आरटिआरको त्यो फ्युल पम्पको चाबी नै हराएछ केटाहरूले खोज्न गएको छ हामी चाहिँ यहाँ वेट गरेर आएको यो चाहिँ हिमाल चाहिँ दामी देखिएको छ यार माथि माथि टुप्पा टुप्पामा त पुरा हिउँ परिरहेको छ यार यो चाहिँ बारपाकको बस पाएको यो चाहिँ भ्यूहरू यस्तो राम्रो छ के गर्ने तनाव बाइकको चाबीहरू टेन्सन अलि बन्ने हो कि होइन थाहा छैन ग्यारेज छ भन्ने कुराहरू थियो तल अब तलतिर जाम बनाउनु त बनाइन्छ होला त तर कहाँनिर छ भन्ने अझै थाहा छैन चाहिँ दामी त्यो माथि कस्तो दामी हिउँ क्या है बागुल होइन त्यहाँ ऊ हालेर बनाउनु मिल्छ अरे मिल्छ भन्थ्यो ग्यारेज पाउनु पऱ्यो कि मैले फोन गरेँ त्यो दाइ माथि गएको अरे लाप्राक गएको अरे आउँदैन अरे अहिले तल जाऊ ग्यारेज छ त्यहाँ मिस्त्रीहरू छ भने कि कति राम्रो हेर माथि हिउँको हिमालको टुप्पामा हिउँ परिरहेको थियो हिउँ बाक्लो हिउँ छ त्यहाँ
जाऊ जाऊ अगाडि हिँड अगाडि बाइक पनि धकाल्नु पर्ने भयो यति ठाउँमा चाहिँ अझै ओह्रालो भएर हेक्टरमा जान्छ के रहेछ त यार जमजमाइ त्यो बाइक बनाएन के न्युट्रलमा हिँड्यो क्या त्यो लाइ चाहिँ म झर्नु पर्छ भन्दा नि पर्दैन खाल्दै भन्दा मलाई नि जाम आउनु बस्नु बस्नु दाइ केटाहरू चाहिँ बाइक धकाल्दैछ यहाँ उकालोमा बल गर पुग्यो बल गर कट्यो आइज ओइ हामी मिस्त्री लिएर आउने होला भाइ नत्र हामी मिस्त्रीलाई लिएर जाने प्लानको सोचिरहेको थियो ठ्याक्कै आइपुग्यो जानु परेन यता 3-4 किलोमिटर यता सामान रहेछ यहाँबाट मिस्त्री लिएर गएर बनाउनु लाग्यो अब त्यहाँ मिस्त्री हेड मिस्त्री रहेनछ हुन्छ पुलकै हजुर त्यही पुलमा सामान चाहिँ रहेछ यहाँ अनि त्यसपछि यतैबाट गएर हामी यहाँको मिस्त्री लगेर बनाउने बेला अब त्यहाँ सामान रहेछ अहिलेसम्म त यार खैरी पुगिसक्थ्यो कति बज्यो 11 बजीतिर 12-1 साढे अहिले खैरी नि पुगेर नि त्यस्तै गरेर घरै पुगिसक्थ्यो होला अनि अब चाबी हराएपछि बनाउनै पर्यो चलो बाइक बनाएर भए अब हामी चाहिँ एउटा निस्केको यता चाहिँ पकुला पनि हुन्छ क्या नेपालीमा शिवडार बजारमा एउटा क्याफे छ त्यहाँ यसो चियाहरू खाएर बेर पछाडि छ एकछिन कुदाउनु पर्छ अनि सँगै जाने अरे शिवडार बजार सानो तर दामी चिया खान जाने हो त्यहाँ अब